हेलो सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। के अरे आज चाहिँ हामी धादिङमा रहेको नरसिंहधाम जाँदैछौँ। धादिङको सल्यानमा रहेको यतातिर चाहिँ सल्यान टारमा रहेको यता हामी चाहिँ पूजा साधन ठिक पार्दैछौँ उता पूजा गर्न जानलाई। बेला बेला पकाएर हो र उता गाडीमा ज्याकेट राख्न चाहिँ नरसिंहधाम छिर्यौँ र छिर्ने बित्तिकै नरसिंह भगवानको यति ठुलो मूर्ति रहेछ यहीँ। हामीले चाहिँ पूजा साधन नि दियौँ, त्यहाँ गएर पूजा गर्न नमिल्ने रहेछ कि क्या हो, गुरुजीले लिएर जानुभयो। हजुर ए चढ्दैन ल ठिकै छ त्यसो भए अर्पण गरे अब के आराम त यहाँ राख्नु मिल्दैन होइन सिक्दै हुनुहुन्छ सानो गुरुजी। यहाँ भगवानको नि दर्शन गरियौँ, अब उता बाहिर नरसिंह भगवानको गर्ने हो। त्यही हो यहाँ चाहिँ के रहेछ खै के हो यो होम गर्ने ठाउँ पो हो कि यो। अनि हामी चाहिँ यहाँ घुम्न लागेको एक राउन्ड यसो लाउन लागेको यहाँ मन्दिरमा। यहाँनिर मूर्तिमा अबिर केसरी नलगाइकन पूजा गर्ने भन्नुभएको छ, तर सबैले अबिर केसरी लगाइदिनु भएको छ, यसरी नगरिदिनु होला। सबैले भगवान् हामी जानेर नजानेर गरेका छौँ क्षमा गर्नु भुल गल्ती अगाडि भगवान् कोला उति अगाडि किनेर दाइ गर्नु त ल फेरि मेरो छोरा चर्काउँछ भने शिलालिन गर। यहाँ पनि धुपबत्ती बालेर आरती गऱ्यौँ। अब उता तल पनि रहेछ मूर्ति, त्यता पनि जाँदैछौँ। यताको टेम्परेचर चाहिँ हाई रहेछ, अलि गर्मी भइरहेछ अहिले। धन्न एउटा मात्रै टी सर्ट लगाएर पातलो टी सर्ट लगाएर आएर ठिकै भएछ, अन्त त यतातिर त गर्मी। यहाँ पनि हुनुहुन्छ, यहाँ चाहिँ शिवलिङ्ग रहेछ कि क्या हो, शिवलिङ्ग माता पार्वती हुनुहुन्छ। तल पनि हामीले दर्शन गऱ्यौँ। अब यहाँ माथि नरसिंहजीको ठुलो मूर्ति छ, त्यहाँ दर्शन गर्छौँ। अनि त्यसपछि हामी पनि लाग्छौँ। अब भगवान्ले नरसिंह भगवान्ले कसलाई हो अरे हिरण्यकश्यपको पेट चिरेको होइन, हिरण्यकश्यपको ल मैले भनेको राइट भएछ पेट चिरेर अनि मार्नु भएको थियो। उहाँको अत्याचारले धेरै सीमा नागेपछि पेट चिर्न बाध्य बनाउनु भयो। फोटोग्राफर पनि लिएर आउनु भएको छ दिदीले छुट्टै छोटै फोटोग्राफर हायर गरेर पर्सनल फोटोग्राफर
एकदम मी फर्किन लागेको नरसिंहधामबाट फर्किन लागेको। अब चाहिँ हामी यहाँ चाहिँ गर्मी रहेछ धेरै नै, अलि गर्मी छ त उताभन्दा त अलि जस काठमाडौँभन्दा अलिक गर्मी नै छ। त्यही हो, अब हामी बिहान हिँडेको मान्छे 12 बजेतिर आइपुग्यो अनि दर्शन गऱ्यौँ। अब 2 बज्न लाग्यो होला, अब फर्किँदैछौँ। अब भरे घर कतिखेर पुग्ने हो थाहा छैन। हामी खासमा बाटो भुलेर पनि ढिला भएको अनि त्यही हो, हामी 3 जना घरका त्यस्तो त होइन, हामी घरका लक्ष्मीहरू आज यता आएको छ। 3टा लक्ष्मीहरू आज हामी घर यता आएको। 5वटा लक्ष्मी छन् अझ। अर्को लक्ष्मी भेट्नलाई। अब चाहिँ आजको लागि यति नै। अब चाहिँ हामी घर जान्छौँ। आजको लागि सबैजनालाई बाइ। अनि कसले मेरो भिडियोहरू हेर्नुहुन्छ उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। अनि जो नयाँ हुनुहुन्छ उहाँहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला। अनि फिडब्याक पनि दिनु होला, के कस्तो कमी कमजोरीहरू भनिदिनु होला है त। अब सी यू अन नेक्स्ट भिडियो है त। त्यो मुनिको के बाइ, टेक केयर।